आजकल देखाउटी गर्नेलाई बेसी माया गर्छन् मान्छेहरूले, हो कि होइन भन्नु त? जसले देखाउँछ है, सुट बुट, मयू, चेस्मा, घडी है, त्यसलाई सलाम भन्छन्, सार भन्छन् है। तर घरमा खाना एक छाक पनि छैन है। आमा बाउलाई कति माया गर्छ गर्दैन, घरमा कति दायित्व बुझ्ने छोरो हो होइन, त्यो कसैले बुझ्दैन। तर सुटबुटमा हिँड्दाखेरि वाउ फलानो छ है। अहिलेको दुनियाँ देखाउटी छ या देखाउटी, बनौटी, त्यसलाई मान्छेले सलाम गर्छ। तर जो देखाउँदैन, जो साधारण छ, जो सिम्पल भएर हिँड्छ, त्यसलाई त भिखारी जतिको गर्छन् यिनीहरूले, मानिसहरूले भिखारी जतिको। मान्छेहरू बाप रे बाप यसरी चेन्ज हुन्छन् नि। आम्मा, आज मैले तपाईँलाई केही दिएँ त तपाईँहरूको म प्यारो, तर आज मैले तपाईँलाई केही दिन सकिनँ, त्यतिखेर के हुन्छु म तिनीहरूको? लु भन्नुहोस् त, के हुन्छु? भनिन्छ नि, बोल्नेको पिठो पनि बिक्छ, तर नबोल्नेको चामल पनि बिक्दैन है। र अर्को कुरो, यही मुखले भात खान्छ भने फेरि यही मुखले लात किन खान्छ त? जान्नुहुन्छ? अगर हामीले सही जग्गामा राम्रो कुरो बोलिनौँ, नराम्रो व्यवहार गर्यौँ भने लात खाइन्छ। तर हामीले राम्रो काम गर्यौँ है, घरको लागि होस् चाहे समाजको लागि होस्, त्यतिखेर के हुन्छ थाहा छ? सलाम गर्छन्, वाउ राम्रो भन्छन्। तपाईँहरू के चाहनुहुन्छ? राम्रो काम गरेर समाजलाई देखाउन चाहनुहुन्छ कि लात खाएर चाहिँ आफ्नो परिवारको नाक कटाउनुहुन्छ? यो तपाईँमा डिपेन्ड छ है। र आफू के बनिनुपर्छ, आफूले कस्तो खालको विचार गर्नुपर्छ त तपाईँहरूको उपरमा छ गाइस।